रमाइलो र लाजवाब हुनेछ। अपराधहरूको हरेक ठाउँमा टक्कर भइसक्यो, माछा नै मारेर खान्थे। यस्तै हो, पानी ठिक छ यहाँ। हेलो हेलो हेलो, कता हुनुहुन्छ? हामी यहाँ मलेसियाको सी साइडमा घुमिरहेका छौँ। निकै मस्त मौसम छ अहिलेको। आज दिनभरि कोठामा बस्दा मुड फ्रेस गर्नको लागि आएका छौँ र साथमा तपाईँहरूको पनि हल्का मुड फ्रेस गरिदिउँ भनेर म तपाईँहरूलाई यो भ्युजहरू देखाइरहेको छु। हल्का सानो ब्लग बनाएर कृपया कस्तो लाग्यो कमेन्ट गर्नु होला। च्यानलमा नयाँ हुन्छ भने कृपया सब्सक्राइब गरी बेल आइकन थिच्नु होला। साथीहरू हेर्नुहोस्, यो मलेसियाको हाम्रो जुन जीवनशैली हेर्नु। यहाँ माछा मार्दैछन्। यहाँ त हुन त अब अहिले विदेशी कम्पनीहरू यहाँ धेरै खुल्नाले जस यहाँ अब ठुल्ठुलो फ्याक्ट्रीहरू निर्माण भए, सबैले रोजगार पाए, पैसा पाए, सबै अहिले चाहिँ जो सेटल छ। तर पहिला चाहिँ सुनेअनुसार यहाँ प्रायः जसो माछा नै मारेर खान्थे गरे यहाँको मान्छेहरूले भन्ने सुनिन्थ्यो होइन। तर अहिले चाहिँ भनौँ न यो धेरै होइन 30-40 वर्षको भित्रमा निकै डेभलप कन्ट्री नै हो यो मलेसिया पनि होइन। एकदम राम्रै कन्ट्री मान्नुपर्छ यसलाई पनि। अब हरेक चिज व्यवस्थित छ, राम्रो छ। हुन्छ अलिअलि अब भनौँ न गुन्डागिर्दी अपराधहरू त हरेक ठाउँमा भएकै नै हुन्छ होइन। अब अमेरिका जस्तो भनौँ न देशमा त हुन्छ भने अब यहाँ त भइ नै हाल्छ होइन। त्यस कारणले जो ठिकै छ। अरू तपाईँहरूले पनि के जान्नुभएको छ भने यो देशको बारेमा तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ। यदि मसँग केही गल्ती भएको खण्डमा तपाईँहरूले कमेन्ट गरेर मलाई सच्याउन सक्नुहुन्छ है त साथीहरू। मेरो भाइले पनि उहाँ ब्लग बनाउँदैछ। यहाँ त ब्लग टु ब्लग टक्कर भइसक्यो त। आम्ने सामने के आम्ने सामनेको लडाइँ भइरहेको छ ब्लग गर्नेमा। अब खासै हामी एकदमै प्रोफेसनल त होइन र तर पनि अब जस हामी अब ट्राई गर्दैछौँ होइन। अरूभन्दा पनि कस्तो भन्दाखेरि अब भोलि गएर हजुरहरूको दया मायाले भनौँ न अब हजुरहरूको कृपाले यदि सक्सेस भइयो भने पैसा पनि कमाइएला। अब होइन भने जस यो जुन एउटा क्षण छ होइन, एउटा समय छ, यो चाहिँ अब हामीले चाहिँ आफ्नो युट्युबमा अथवा फेसबुकमा अथवा आफ्नो मेमोरीको तौरमा चाहिँ हामीले यसलाई सेभ गर्न राख्न सकिन्छ। र पछि आजभन्दा 5-10 वर्षपछि चाहिँ यो सिन हेर्नको लागि चाहिँ रमाइलो र लाजवाब हुनेछ भन्ने चाहिँ विश्वास राखेर नै म यो ब्लग बनाउँदैछु। साथीहरू के छ हालचाल? ठिकै छ नि? कति भयो तिमी आएको? म आएको 1 वर्ष भयो दाजु। कस्तो छ मलेसियामा? इन्जोय भइरहेको छ नि? यस्तै हो, पानी ठिक छ यहाँको। कमाइ पनि भइरहेको छ होइन साथीहरू। हस् त अब फेरि अर्को नयाँ ब्लगमा भेटौँला है त। हस् त बाई।